भर्खर जन्मेको यहाँको नवजात शिशुको आँखा जाँच गर्नुभयो त 28 दिनभित्र गर्नै पर्ने हो। यहाँले गर्नुभएको छैन भने चाहिँ छिट्टै गर्नु होला है, नभए भने जिन्दगीभर बच्चा अन्धो हुन्छ र आफूलाई र बच्चा दुवैजनालाई गाह्रो हुन्छ। 9 महिना पुग्नुभन्दा अगाडि नै यदि कुनै बच्चा जन्मेको छ भने त्यो बच्चाको आँखाको पर्दामा केही समस्याहरू देखिन्छ, जसमा चाहिँ आँखाको पर्दामा रगत जम्ने र धेरै समयमै उपचार पाइएन भने चाहिँ रगतको नसा च्यातिएर र पर्दा च्यातिएर बच्चाले अन्धो हुने र केही नदेखिने त्यहाँसम्म पनि पुग्दछ। नमस्ते, म डाक्टर सृजना अधिकारी, म चाहिँ बाल नेत्र रोग विशेषज्ञ र यसका साथसाथै म हस्पिटल सर्भिसको डेपुटी डाइरेक्टर पनि हुँ। नमस्कार सबैजनालाई, म डाक्टर इली प्रधान। आज चाहिँ मैले यो रेटिनोपैथी अफ प्रिमेच्योरिटी भन्ने बारेमा केही थोरै जानकारी दिन चाहँदैछु। जस्तो समय अगावै जन्मेको भनेपछि 34 हप्ताभन्दा अगाडि जन्मेको हो। अब नर्मली चाहिँ कस्तो भने 38 देखि 40 हप्ता आमाको पेटमा रहने हो, तर छिटो जन्मिँदाखेरि चाहिँ 34 हप्ताभन्दा अगाडि र बच्चाको वेट पनि सानो हुन्छ नि, त्यो बेलामा 2 केजी भन्दा सानो जन्मेको बच्चाहरूलाई चाहिँ प्रिमेच्योर बच्चा भन्छौँ, अथवा समय अगावै र चाहिने भन्दा पनि बर्थ वेट कम भएको बच्चाहरू भयो होइन। यस्ता साना साना नानीहरूको चाहिँ आँखाको पर्दा राम्ररी बनेको हुँदैन। जब अब यस्तो बच्चाहरू जन्मिन साथै एकदम क्रिटिकल अथवा अलि ज्यानै जोगाउनु पर्ने भयो नि त, हामी यस्तो बच्चाहरूलाई एनआइसियु क्रिटिकल केयर भन्छौँ, नियोनेटल, त्यस्तोमा चाहिँ राखेको हुन्छ। त्यहाँ त्यो नियोनेटल केयरमा राख्दाखेरि अक्सिजन दिइने गरिन्छ, एन्टिबायोटिक इन्ट्राभेनस भन्छौँ, रगतबाट दिने गरिन्छ, रगत पनि चढाउने हुन्छ, जस्तो आरबिसी भन्छौँ, डब्लुसी, डिफ्रेन्ट थरीको रगत पनि चढाउने गरिन्छ। यो सबै रगत चढाउने, अक्सिजन दिने र सिप्याप, भेन्टिलेटर, जस्तो ठुलो मान्छेहरूको भेन्टिलेटर भने जस्तो बच्चाहरूलाई पनि भेन्टिलेटर उनीहरूको ज्यान जोगाउनुको लागि दिनुपर्ने हुन्छ। अनि एकदम सानो क्रिटिकल हुने भए भएर यो सबै त गर्छौँ, बच्चाको ज्यान त जोगिन्छ, तर यो सबैले गर्दाखेरि पर्दाको जुन विकास हुनुपर्ने हो राम्ररी हुन पाउँदैन। नपाएपछि अनि उनीहरूलाई अब तुरुन्तै यसको इफेक्ट आउँदैन, 28 दिनभित्रमा चाहिँ बल्ल इफेक्ट देखिन थाल्छ। र त्यही कारणले गर्दाखेरि यस्तो सानो सानो बच्चाहरूलाई 28 दिनभित्रमा चाहिँ हामीले स्पेसली आँखाको डक्टर अथवा बच्चाको पनि आँखाको डक्टर हुन्छ, उनीहरूले हेर्ने एकदमै नै जरुरी छ। पहिला आरोपी भन्ने कुरा फाटोफुटो मात्रै देखिन्थ्यो र बिस्तारै यो रोगले चाहिँ ठुलो रूप लिन थाल्यो। त्यो भन्नाले चाहिँ कस्तो भने, जस्तै पहिला साना हाम्रो देशमा र हामी मिडल इन्कम कन्ट्री जुन हामी जस्तै अरू विकासोन्मुख देशहरूमा पनि यो नियोनाटल इन्टेन्सिभ केयर युनिट भन्ने जुन हुन्छ, त्यो जसमा चाहिँ साना केटाकेटीहरू उमेर अगावै जन्मेका केटाकेटीहरूको स्याहार सुसार गर्ने हुन्छ, त्यसको विकास त्यति राम्रो हुँदैन थियो, राम्रो एनआइसियुहरूको कमी थियो। त्यसले गर्दाखेरि बच्चाहरू बाँच्ने सम्भावना पनि कम हुन्थ्यो। तर अहिले आएर चाहिँ त्यस्ता युनिटहरू धेरै राम्रो विकास भएको भएर साना बच्चाहरू, प्रिम्याच्योर बच्चाहरू पनि, जस्तै 6 महिना 7 महिनाका बच्चाहरू पनि अब बाँच्न थाले हो। त्यो बाँचेको साथसाथै बच्चा त बाँचे, तर उनीहरू सँगसँगै रोगहरू पनि लिएर आए। त्यही भएर चाहिँ यो आरोपी चाहिँ अहिले संसारभरि नै, स्पेसली पहिला चाहिँ विकासशील देशहरूमा, डेभलप्ड कन्ट्रीहरूमा मात्रै धेरै देखिन्थ्यो भने अब अहिले चाहिँ डेभलपिङ कन्ट्रीहरूमा पनि धेरै समस्याको रूपमा लिएर आइराखेको छ। नेपालकै तथ्याङ्क अनुसार चाहिँ कस्तो छ भने 25% जति पनि 100 जना त्यस्तो बच्चाहरू जन्मेको छ भने 25%मा चाहिँ यस्तो समस्या देखिन्छ होइन। र 25%मा पनि एकदम डरलाग्दो रूपको रेटिनोपैथी प्रिमेच्योरिटी भने चाहिँ हामीले 7 देखि 10%मा आउँछ, जसलाई चाहिँ उपचार गर्नुपर्ने हुन्छ। र तिलगङ्गामा चाहिँ म्याक्सिमम बच्चाहरू आउने उपचार गर्नुपर्ने बच्चाहरू हुन्छ, किन हाम्रो त रिफरल सेन्टर हो र कति मान्छेहरूलाई अझ पनि त्यो ज्ञान छैन। र जब हामी कहाँ आउँछन् नि, दुईटै आँखाको पर्दा फाटेर पुरै आँखाको नानी सेतो भएर आउने पनि धेरै छन्। त्यसमा पनि अहिलेको हाम्रो तथ्याङ्क अनुसार झन्डै 5% बच्चाहरू त्यो अवस्थामा आउँछन्। आउँदाखेरि अब न आमा बाबुले केही गर्न सक्छ, न त हामीले नै केही गर्न सक्छौँ, किनभने त्यसमा सुई लगाएर, लेजर गरेर अथवा सर्जरी गरेर हुने होइन। त्यही भएर यो रेटिनोप्याथी अफ प्रिमेच्योरिटी अथवा हामीले सर्ट फर्ममा यसलाई आरोपी भन्छौँ, त्यसको लागि चाहिँ बच्चालाई
आँखा जाँच गराउनलाई धेरै धेरै जरुरी हुन्छ र उमेर नपुगेका समयभन्दा अगाडि नै जन्मेका बच्चाहरूलाई चाहिँ कम्तीमा पनि केही नभए पनि 1 महिनाभित्रमा चाहिँ अवश्य पनि आँखा रोग विशेषज्ञहरूकोमा लगेर जाँच गराउन धेरै जरुरी हुन्छ। अहिलेको अवस्थामा यस्तो प्रिमेच्योर बच्चाहरू धेरै 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 जन्मिन थालेको छ, किन NICU पिडियाट्रिक केयर एकदमै राम्रो भयो। फेरि आजकल बच्चाहरू अलि लेट जन्माउने भन्दा IVF हुन्छ नि, इन्ट्राभिट्रल फर्टिलाइजेसन, आर्टिफिसियल फर्टिलाइजेसन हुन्छ, त्यसबाट पनि बच्चाहरू जन्मिन्छन् र 2 जना 3 जना जब थुप्रै बच्चाहरू जन्मिन्छ नि, हो त्यस्तो बच्चाहरूमा चाहिँ यो आँखाको सङ्क्रमण हुन्छ, यो रेटिनोपैथी प्रिमेच्योरिटी चाहिँ एकदमै धेरै देखिया छ है। हामीले आरोपीको कुनै पनि बिना पेसेन्ट चाहिँ हाम्रोमा आउनुभयो भने हामीले यहाँ बाल नेत्ररोग विभाग छ, त्यहाँनिर हामी स्क्रिनिङ गर्छौँ र आँखाको पर्दाको रोग विभाग छ, त्यहाँ पनि स्क्रिनिङ गर्छौँ र पहिलो जाँच भनेकै उनीहरूको स्क्रिनिङ जाँच हो, जसमा चाहिँ नानी फुलाउने औषधि राखेर हामी अप्थाल्मोलोजिस्टहरूले जाँच गर्छौँ र त्यो जाँच गरेर हेरेपछि त्यसको विभिन्न स्टेजहरू हुन्छ। धेरै जसो आरोपीहरू खालि फलोअप मात्रै गर्नुपर्ने हुन्छ र त्यो उनीहरूलाई इन्जेक्सन अथवा अरू सर्जरीको जरुरत हुँदैन। त्यस्तो केटाकेटीहरूलाई हामी हेरेर उनीहरूको रोगको अवस्था अनुसारले फलोअपमा बोलाउँछौँ र त्यो फलोअप जाँचहरू पनि हामीले बाल नेत्ररोग विभागमा गराउँछौँ अथवा रेटिनाको विभागमा गराउँछौँ र यदि आँखामा कुनै किसिमको रोगहरू देखा परेको छ र तुरुन्तै उपचार गर्न पर्ने रहेछ भने चाहिँ रेटिना विभागमा गएर इन्जेक्सन अथवा अपरेसन गर्ने अथवा लेजर हाल्ने त्यो गर्नुपर्ने हुन्छ। तिलगङ्गामा हामीले आएर हामीले फलोअप बोलाउँछ भने जुन बेलामा फलोअप बोलाउँछ त्यो बेलामा जसरी भए पनि आउनुपर्छ, किनकि हामीले यतिकै बोलाएको हुँदैनौँ। रोगको अवस्था हेरेर यो बच्चालाई 1 हप्तामा बोलाउनुपर्छ कि अर्को 2 हप्तामा बोलाउनुपर्छ त्यो हेरेर हामी बोलाएको हुन्छौँ। तिलगङ्गा आँखा अस्पताल भनेको हामीसँग सुविधा सम्पन्न अस्पताल हो र यस्तो प्रकारको सानो नानी आयो भने यहाँहरू कहिले जति बेला आए पनि हुन्छ। हाम्रो इमर्जेन्सी सर्भिस पनि छ, हाम्रो OPD छ, हाम्रो पिडियाट्रिक डिपार्टमेन्ट जहाँ बच्चाहरू मात्र हेर्ने डिपार्टमेन्ट पनि छ र हाम्रो रेटिना डिपार्टमेन्ट भिट्रो रेटिना भन्छौँ, त्यहाँ सबैजना नै यो यस्तो प्रकारको रेटिनोपैथी प्रिमेच्योरिटी हेर्ने सबैजना नै विज्ञ हुनुहुन्छ र जहिले आउनुभयो पनि हामीले आँखा जाँच गर्छौँ र पर्यो भने उपचार गर्नु पर्यो भने तुरुन्तै नै हामी गर्छौँ र यसमा चाहिँ सुविधा पनि छ। जस्तो कसैले पैसा तिर्न सक्नुहुन्न भने पनि हामीले सब्सिडाइज अथवा कहिलेकाहीँ त हामी पुरै फ्री नै पनि गरेर हामीले उपचार सुरु गर्छौँ। हाम्रो टिमै छ, जस्तो म छु, अरू डाक्टरसाहबहरू पनि हुनुहुन्छ र OT-मा पनि स्टाफहरू हुनुहुन्छ र इनकेस बच्चाहरूलाई बेहोस गर्नु पर्यो भने त्यो पनि एनेस्थेटिक टिम पनि हामी एकदमै रेडी छौँ। कोही पनि बच्चा चाहिँ पैसाको कमीले गर्दाखेरि उपचार नपाउने भन्ने चाहिँ तिलगङ्गाको परिसरमा कहिले पनि हुँदैन। त्यही भएर यहाँहरूले जसरी भए पनि आफ्नो बच्चाहरूलाई चाहिँ आँखा जाँच गराउन लिएर आउनुहोस् भनेरै म सन्देश दिन चाहन्छु। र अलिकति एडभान्स स्टेजमा आउनुभयो भने पनि सकभर त आउनु नपरोस्, हाम्रो मेन उद्देश्य नै त्यही हो। आउनु पर्यो भने पनि जुन सर्जिकल जुन अपरेसन गरेर पर्दा सोझाइदिने जुन अवस्था छ नि, त्यस्तो पनि हाम्रो सुविधा चाहिँ सुरु भइसकेको छ। हाम्रो भिडियो रेटिना टिमबाट डाक्टर सञ्जिता हुनुहुन्छ र त्यो बाहेक अर्को नयाँ प्रकारको प्रविधि टेलिअफ्थोमोलोजी भन्छौँ, जुन क्यामेरा छ हाम्रो बच्चाहरूको आँखाको क्यामेराबाट रेटिनाको पिक्चर लिन्छौँ, फोटो लिन्छौँ र त्यो अनुसार बच्चाको उपचार गर्नुपर्ने र नपर्ने भन्ने हामीले आफ्नो कोठामै बसेर पनि त्यो बच्चाहरूको फोटो हेरेर हामीले के भन्छ एडभाइज गर्न सक्छौँ र यस्तो भयो भने हामीले उपचार चाहिँ तुरुन्तै गर्छौँ। त्यही भएर यहाँहरू यस्तो प्रकारको समस्या छ भने तुरुन्तै अस्पतालमा आउनुहोस्, तिलगङ्गामा आउनुहोस् र हामी उपचार चाहिँ तुरुन्तै गर्छौँ। त्यही भएर यो यस प्रकारको जानकारी चाहिँ यहाँले सबैजनालाई दिनुभयो भने एकदम राम्रो हुन्छ। हामी चाहिँ पूर्ण रूपले हामी रेटिनोपैथी प्रिमेच्योरिटी उपचार गर्न चाहिँ हामी सक्षम छौँ। धन्यवाद।